सो फाइनली गाइज म आएँ हाम्रो होटेल त होइन कि हाइल्यान्ड के होटेल हो कसको होटेल थाहा भएन ओनरको हो। सो हामी फाइनली आइसकेको छौँ यहाँ। सो मैले सोचेँ भन्दा पनि डेन्जर छ यार होटेल त महाकसम यार। मैले त सोचे पनि थिइनँ कि यस्तो थियो यस्तोमा बस्छौँ हामी भनेर। सो यहाँ देख्यो भनेदेखि मान्छे पागल होइन पागल त पागल हो यो टाइपको पागल हुन्छ। सो यो यहाँ बस्नेवालामा छौँ। यो होटेल हो कि के हो नि थाहा भएन। म तपाईँलाई 0.5x ल हेर्नुहोस् यहाँ हामी बस्नेवालामा छौँ। सो त पागल हो नो पागल होइन पागल बनाइसक्यो यताले। सो त्यही भएर चाहिँ के होइन चुप्लाएर सुन्नुहोस्। सो अब अरू सरहरू आउँदै हुनुहुन्छ। सुन्दर सरलाई एकदम भाइरल बनाइदिनु पऱ्यो गाइज। सो डु लभ हिम एज अलवेज। हान्नु नि सब्सक्राइब हान्नु सबैजनाले। यसो यहाँ घाँटीमा यो मात्र भिरेर होइन कि एउटा सिल्भर प्ले बटन नै भिरेर हिँड्ने बनाइदिनुहोस् त आज के हुँदो रहेछ झ्याम्मे लाएर। ल सो अब के बनाउनु थाहा भएन। अब गन जाने जलममा सुत्ने हो सर। तर मलाई थाहा छ निन्द्रा लाग्दैन किनकि बाटोमा झिलिमिली देखिसकेको छ गार्डनवाला देखिसकेको छ। बुझ्नेले बुझिसक्नु भयो नबुझ्नेले चाहिँ नबुझ्नु होला। ठिक छ हजुर 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 ल 2 शब्द जाओस् मिस। हाम्रो सुन्दर सरको एक्साइटमेन्ट लेभल यस्तो हाई छ सुतेको मान्छे जुरुक जुरुक उठाइदिइरहनु भएको छ। पटाया भनेर 1 सेकेन्ड पनि मिस नगरिकन एट द एन्डसम्म है। हामी थालीमा के भयो भने सबै अपडेट सरको च्यानलमा आउँछ। सो अहिले यो भिडियो ल सो म तपाईँलाई पटाया यो नाइट भ्यू तपाईँलाई जस्ट सर्टकटमा देखाउनेवालामा छु। सो यहाँ त अहिले केही पनि छैन जस्ट एउटा बिल्डिङहरू मात्र छ होइन बाटोहरू मात्र छ त्यस्तो केही पनि छैन। तपाईँलाई त्यस्तो केही स्पेसल भयो र स्पेसल थियो भनेदेखि चाहिँ म तपाईँलाई पक्कै पनि देखाउनेवालामा छु। सो वाइ नट कोकोनट। फाइनली अहिले चाहिँ हामी पटाया बिचमा छौँ। सो हेर्सी पटाया बिच कबल देख्न सक्नुहुन्छ। सो अघिसम्म थकै लगाइरहेको थियो यो पटाया बिचको छेउछाउतिर आएर होला थकाइ गायब भएको किन हो। यसरी गायब त नहुनु पर्ने हो वास्तवमा। सो क्लब यार मलाई त हुक्काको याद आयो यार हुक्काको याद आयो यार। यता चाहिँ हुक्का कस्तो हुँदो रहेछ टेस्ट त गर्न पनि हो वास्तवमा। सो दामी छ होला गाइस दामी छ। यो मैले भनेको थिएँ तपाईँहरूलाई यो भ्लग 15-20 मिनटको हुन्छ भनेर। सो 30 मिनट जति पुग्न सक्छ है। सो कम्प्लिट चाहिँ हेर्नुपर्छ। हेर्नुहोस् तपाईँलाई यो भिडियोमा फुल इन्जोय दिने मेरो काम भन्थ्यो एउटा त्यति चाहिँ म तपाईँलाई दिनेवालामा छु। थाइल्यान्डको भ्लग पो हो त अरूको भ्लग अगाडि नहेऱ्यो भने थाइल्यान्डको त हेर्छ नि त मान्छेले हेर्दैनन् होइन। किनकि क्यामेराम्यान यस्तो भएपछि तैँले कस्तो के लाग्छ त अनि होइन। सो एकदमै बवाल छ होइन थाइल्यान्ड एकदमै बवाल छ एकदमै सेक्सियस भ्लग इन द इयर। हजुर भन्नु त अहिले त भ्लगमा भनेको। सो टुटवाला राहुललाई के सर के टेन्सन लियो। ओ माई गॉड हेर्नु नि लाज लाग्दो एउटा। सो एकदमै मजा आउनेवालामा छ यो भ्लगमा। सो एकदमै बवाल इन्जोय लेख्नेवालामा हुन्छ। सो हामी पनि भर्खर यता रुमबाट निस्केको अरू खाना खाने टाइम होला। हाम्रो चाहिँ यता ब्रेकफास्ट रे अहिले एन्ड ब्रेकफास्ट लिएर पक्कै पनि जानेवालामा छौँ आफ्नो रुम। त्यसपछि हामी रेस्ट गर्नेवालामा छौँ किनकि एकदमै टायर्ड छौँ। तैपनि ठाउँले टायर बनाएर राखेन किन हो। सो यो चिज चाहिँ नेवामा छ। सो मलाई चाहिँ खुट्टा बहुत डर लाग्छ। त्यो खुट्टा यता छ किन हो महाकसम ठाउँला यसरी हेरेर हेर्नु त
सो नेपाली फुड भेरी गुड भन्थ्यो सो सेम लाइक नेपाली फुड सेम नेपाली फुड सेम बट डिफरेन्ट नो मनी नो हनी इन थाइल्यान्ड सो बाबा गाइस नजारा हेर्नु सबैजनाले एकलट ए हामी चाहिँ जाने आइरहेछौँ सो हामी यहाँ यो कुन चाहिँ हो थाहा भएन सो जानेवालामा छौँ पछाडि सो कता हो माथि सो आई एम कमिङ उबरवाला प्लेसमै यस्तै हो आधी इङ्ग्लिस आधी हिन्दी आधी नेपाली टोटली मिक्स ककटेलले भइसकेपछि कसको के लाग्छ र सो अब यो कहाँ हो हिँडेको चाहिँ अलाउ सकिन त्यो चाहिँ थाहा भएन जे भयो नि केही भएन ल सबैजना यहाँ हुनुहुन्छ टक्क ब्रेकफास्ट गर्नुको लागि एकदमै रेडी ब्रेकफास्ट ल्याएको थियो त यसमा त होइन कि अब डिनर जेसुकै होस् एउटा हो हुन चाहिँ यसो यस्तो छ अनि बाहिरको यस्तो छ नजारा बाफ्रे यस मिल्छ बहुत रमाइलो भइरहेछ होला तपाईँलाई ब्लग हेर्दा पनि एकछिन चाहिँ यतै राख्दै थिएँ मैले काफी ढुँड्ने के बाद फाइनली हामी इन्डियन होटल भेटेका छौँ सो यहाँ चाहिँ के अरे थाई बोल्नु पर्दैन यहाँ चाहिँ हिन्दी बोलेकिन पुग्ने रहेछ सो इन्डियन भइसकेपछि त अब फेरि इन्डियन एकदमै स्पेसल चिज त पक्कै पनि बिरयानी नै हो सो हामी बिरयानी खानेवाला हुन्छ सबैजना यता नि हुनुहुन्छ सो लाइटिङले देखाएको छैन होला मेबी सो एडजस्ट गर्नु होला चिजको लागि चाहिँ सो दा हुनुहुन्छ सबैजना म चाहिँ यहाँ आएको छु किनकि मलाई चाहिँ यसरी बस्न मन लागिरहेको छ त्यसरी बस्न मलाई सकिरहेको छैन ल थाइल्यान्डको ब्लग मिलियन भ्यू जाने भयो मलाई डर लागिरहेको यार एट चलो खाएर भेटाउनु भयो पस्केको बिरयानी छोडेर म हिँडेँ हाम्रो रवि सर र रश्मिता मिसलाई लिनलाई सो किनकि उहाँहरू हराउनु भयो किनकि म त थाइल्यान्डको बासिन्दा हो नि त कहाँ के हुन्छ सब मलाई थाहा हुन्छ नि त सो त्यही भएर चाहिँ सो सबै थाहा हुन्छ मलाई राइट सो यता लोकेसन हेर्दाखेरि यहाँ तल हुनुहुन्छ जस्तो लागेको छ मलाई चाहिँ लेट्स सी हेरौँ के हुन्छ यतै हुनुहुन्छ अन्त के हुनुहुन्छ अदरवाइज मन्जु सर के अरे सुनोस् के अरे रवि सर पनि घुम्नु भयो सो म पनि घुमेँ होइन भेटेन भनेदेखि चाहिँ भेट्यो भनेदेखि ऊपरवाला के लिखा हुआ यही था तो क्या कर सकते हैं तर तलतिर कि माथितिर यार तर मलाई लाग्यो कि माथितिर छ जस्तो तर यहाँ छ चाहिँ तलतिर हिँड्दा छ यस्तो बेलामा हाँने कि रुने वाइ नट कोकोनट तर थाइल्यान्डमा भो भन्दिनँ सो पछि नै भनेर आउँला कि तर कहाँ गयो यार केटाहरू यार मै हराएँ त आज यार यिनीहरूलाई कहाँ खोज्ने हो यो बाटातिर यार कहाँ खोज्ने यिनीहरूलाई मलाई खोज्ने कि यिनीहरूलाई खोज्ने यार सो त्यही भएर चाहिँ तलतिर भन्दा नि माथितिर हो जस्तो लाग्यो कि मलाई त कसैले बोला जस्तो फिल भइरहेछ मलाई चाहिँ स्ट्रिट नम्बर कति हो यो नम्बर कति हो भन्न थाल्छ ए पुच्छे अब यहाँ तलसम्म जान्छु यहाँ तलसम्म नि भेटेन भनेदेखि चाहिँ गुम हो गया हमारा रवि सर थाइल्यान्ड में र सर थाइल्यान्ड कसरी बिजनेस गर्नु यस ल सो फाइनली सो गाइज उहाँहरूलाई मैले भेटेँ ओ सेट सो फाइनली भेटेँ उहाँहरूलाई उहाँहरू गुम हुनु भएको थियो र मैले खोजेँ पल्लो तल्लो खोजेँ गाइज यत्रो मेहनत पछि खोजेँ यार थाइल्यान्डको बासिन्दा हो नि त म थाइल्यान्डको बासिन्दा हो मलाई नि थाहा छैन हो
मलाई त हामी होइन हिल्टनमा आएर होइन दुईचोटि फर्केको बसिसक्यो चोकमा त बस्नुपर्छ नि कमसेकम कस्तो पर्खिनुपर्छ मिस पछि आउनुपर्छ नि हामी बारी चकलेट खाने यस ट्याटु छ यार गाइस मलाई ट्याटु हान्नु जस्तो मलाई झोक चलिसु होइन त्यतिर छ जस्तो लाग्यो मलाई ट्याटु हान्ने चाहिँ हान्नु जस्तो लागिसक्यो मलाई ट्याटु चाहिँ ट्याटु होइन सब कहाँ हो त्यो त मलाई पनि थाहा भयो हेर्नु जाऊ अब इज्जत बचाउला नि मन्जुल सरले बाटोमै त्यो जस्तो लागेको थियो सो थाइल्यान्डको गाइस ए थाइल्यान्डको गाई भ्लग फिल्म अनि सिरिज भयो बर्को सबै आउँछ गाइस टेन्सन नगर 1 घन्टा गाल्छु म 1 घन्टाको किन टेन्सन लिन्छौ यार म छु त किन टेन्सन लिन्छौ होइन म मतलब छैन जसले हेरेर नहेरेर बाले भयो नि यता नि हेरेर मलाई के मतलब होइन सो यता पनि हेरेर बुझ्दैन नेपाली जे भन्नु नि भयो नि सालबारै गाली गरेर हेरिदिन्छु म थक्ले भनेर होइन तर म हिँडिरहेको छु यार म पुगेँ चाहिँ कहाँ यार हजुर प्लिज ल बिजनेस गर्नु पऱ्यो नि सबैलाई कस्तो कुराहरू छन् यार तर म चाहिँ कहाँ आइपुगेँ भन्ने कुरा हो होइन वास्तवमा चाहिँ फाइनल्ली सो मैले मन्जु सरलाई देखिसकेको छु सो त्यही नै छ आम्बो यस्तो यार डरै लाग्दो यार यसो गाइस आँखाबाट बिलाएपछि कुद्दै आउनुपर्छ सो यस्तै हो आफू हराएपछि जसलाई जे भन्दै नि भयो नि आफ्नो यहाँ बिरयानी छोडेर आएको छु यार यो जतिको सबभन्दा ठुलो पाप के हो त होइन नि त सो यही नै हो ठुलो सबभन्दा पाप लाग्छ पापको बदला पनि तिरिन्छ कि ल सो मेबी यो भ्लग एकदमै लामो भयो जस्तो लाग्छ मलाई चाहिँ होइन यसको पार्ट 2 आउँछ होला मेबी दिस स्टोरी गाइस आई एम पटाया बीच गाइस यस आया पटाया बीच गाइस सो ल हेर्नुहोस् पटाया बीच छ्वाल्ला हजुर छ्वाल्ला ए आज त ओइ माछा ओइ माछा यार गाइज माछा घर जाँदा त यत्रो उमाएका छन् सर भोलि चाहिँ आउने हो कि नै यहाँनिर यहाँ भोलि चाहिँ आउने हो कि नै ए त्यसो भए त फोटो अहिले बनाएर हो ल किरण सरको च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला तर 0 सब्सक्राइब छ भिडियो पनि एउटै हालेको छैन भ्लग बनाउँछु भने त्यो सुन्दर सरको भिडियोमा फुल्ली सपोर्ट गरिदिनु होला मलाई डर लाग्छ नि पानी ल अब म थाइल्यान्डमा म डुब्दैछु गाइस डुब्दैछु म ओ यार ओ माई गॉड बहुत डर लाग्दो छ ल हेर्नुहोस् है बहुत तोड से आती तोड छु ल हेर्नुहोस् यहाँ ओ माई गॉड यार हैट डर लाग्दो रहेछ यार आमा ल अहिले बाइ सो हामी यो छ डुबुल्की सुबुल्की सब मारियो आइयो बहुत रमाइलो भयो डुबुल्की सुबुल्की सब हान्यो हेर्नुहोस् मजा आयो मजा सो यो आजको बिचको टक्क लाएर टक्क यसो बिना वेयरमा छु मजाक नउडाउनु होला सो अब हामी निस्किने हो टक्क ल टक्क लाएर बिच छ बिच डेन्जर हानी हो नि त डुबुल्की हान्यो डेन्जर नयाँ नि त अनि लास्टै तितो के अरे नुनिल रहेछ नि त पानी त अनि मलाई त थाहा थिएन यादै गरेको थिएँ नि त अनि डेन्जर रहेछ डेन्जर
खुङखारेवाला चिसो चिसो त थिएन कि तातै थियो सुन्दर सरको भ्लग हेर्नु नि मलाई फलो गर्नु लागि इन्स्टामा आइडी र दर्शन हेलो हेलो ल ल ल ल सर ल डुब्यो डुब्यो खुङखारे डुब्यो ल अनि लास्टै नुनिलो अहिले पनि नुनी लगाइरहेको अति नुनिलो नि नुनिलो र नुनिलो थियो नि पानी पनि सो तर केही छैन मजा आयो हाम्रो दशरथ रङ्गशालामा यत्रो लाइट हुँदैन यिनीहरूको यहाँ बिचमा छ नेपालको बेइज्जती गरे होइन फेरि अस्ति नै रतनीले केपी ओलीको हालेर डेन्जर रोल कि के बनाएको थियो फेरि मलाई नुहाउँदा फेरि भन्दिनँ सो औ त रमाइलो हुनेवाला पनि छ तर यस्तो फेरि सबसे बढी देखेर फेरि यहाँ थाइल्यान्डको लड्कीहरू त फेरि फ्याट लड्यो भने त म जिम्मेवारी छैन नि त फेरि अनि सरकार म केही जिम्मेवारी छैन यसको लागि चाहिँ तिमी नै हो सबै फेरि जिम्मेवारी सो मलाई केही पनि थाहा छैन केटाहरू कहाँ गयो टक्क लाएर सो केटाहरूसँगै जानेवालामा छौँ अनि त्यसपछि रमाइलो गर्नेवालामा छौँ केटाहरू यहाँ रहेछ फेरि त मलाई देखेर मस्किरहेको त अनि के हो यार म के हो म कहाँ जाउँ यार अनि त्यस्तो भएन त अनि बिचो उकालो रमाइलो भयो नि त अनि लगाइस हात भयो मैले सुहाउँदा म त अब रुम गएर नि तपाईँलाई भिडियो देखाउने होला है त तपाईँ भिडियो बनाउनु मन लाग्यो भिडियो बनाउँदिनँ भन्दाखेरि पनि किन भन्दाखेरि थाइल्यान्डमा यहाँ बिजोको रमाइलोवाला चलिरहेको रहेछ अरे नामै त थाइल्यान्ड ठिक छ केही छैन एउटा नेपाललाई पनि बनाउनुपर्छ थाइल्यान्ड जस्तै टक्क टेन्सन लिनु पर्दैन त्यसको लागि म छु बनाउनको लागि तर बब्बाल छ क्या बब्बाल मात्र अति होइन बब्बाल छ त अनि म त पुरै बब्बाल छु त म बब्बाल छु भन्थ्यो डेन्जर बब्बाल रहेछ नि त अनि यसो गाइस यहाँ भिडियो बनाउँदाखेरि यसो हात तेर्छ जस्तो लाग्यो केटीले भनिदिन्छ नि फेरि म त फेरि पिडिन्छ नि फेरि सबैलाई आउँदा फेरि हात तेर्छ थाल्यो भने फेरि यसको चिनाएको जस्तो लागेको जस्तो अब यहाँ छ अब भिजुअलवाला स्थितिमा छ यहाँ सबैजना ओके सो त बाङ्गो थिएँ सिधा भयो म होइन तिमीलाई देखेपछि फिदा भयो यहाँ त नि भिजुअलवाला स्थिति रहेछ थाहा त Yes. अनि हेर्छ त नि मेरो डान्स त नि खुङखारै मन पराउँछ त नि ल मलाई जहाँसम्म लाग्छ भ्लग खुङखार होइन डेन्जर भयो जस्तो छु ल यो भ्लगमा पके पनि 2-3 मिलियन त भ्युज आउँछ मलाई थाहा ड्याम स्योर मलाई त्यो त थाहा कि 2-3 मिलियन त भ्युज त खुङखार आरामले इजिली आउँछ त्यसलाई कुनै टेन्सनै छैन ल 3 मिलियन आयो भनेदेखि चाहिँ म पार्टी सबलाई दिन्छु पार्टी 3 मिलियन भ्युज आयो भनेदेखि चाहिँ ल यस्तो छ यस्तो बबाल ठाउँ छ यहाँ बिच बबाल थाइल्यान्डको लोकल डन सुन्दर श्रेष्ठ खै सर कहाँ छन् पठाए यहाँ बबाल छ यार कसम मलाई त हुक्का ग्यादर यार कस्तो बल हुक्का होला यार यहाँ सुनम सर मिसिङ यार बबाल म त पुरै बबाल छु म त डेन्जर छु पुरै भिजा छ बल डुबेर पानीमा समुद्रमा के पानीमा समुद्रमा डुबेर पुरै भिजिया छ सिसप्याक भयो त अनि यहाँ त लड्की त हुन्थ्यो त अन्त सिधै अनि ल हाम्रो यहाँ मजुद सर दादा हो यस अब त कहाँ डान्स हाल्ने कहाँ हो ल मिस लाउनु ल पक्नु यस सुना सरको यो डान्स बिहानदेखि हामीले हेर्दै आइरहेको छौँ कति हामी मात्रै हेर्नु हजुरहरू पनि हेर्नु होला उहाँहरू नेक्स्ट स्टेप तर
तर भ्लग हेऱ्यो भनेदेखि चाहिँ महाकसम हाँसेर चाहिँ मर्छ म त्यही भएर हाल्दिनँ आयो है It's your boy, Business Mower with darling Sundar Shrestha, of course, yeah? Yes. Where are we right now? Yes, why not coconut? We're on Pattaya Beach right now, of course, and we of course very. Thank you for watching.